सर यो तपाईँले चिन्नुहुन्छ यसलाई के मैले के लगाएको होइन यो त लगाएको त धेरै देखेको तर यसको अर्थ चाहिँ म त्यति मलाई चाहिँ के भनेदेखि नाम चाहिँ थाहा छ सर थाहा छैन। नाम थाहा छैन तपाईँले मैले यो लगाइराखेको जुन छ यसको नाम तपाईँलाई थाहा छ सिलाम साकमा सिलाम साकमा यो मैले लगाएको के हो तपाईँलाई थाहा छ यो हजुर लाउनु भएको हजुर यसको नाम थाहा छ तपाईँलाई यसलाई के भन्छ भने नि मलाई त थाहा चाहिँ छैन होइन तपाईँले यो चिन्नुहुन्छ के हो यो सिलाम साकमा हेलो हाई दर्शन नमस्ते म तपाईँहरूको मनको साथी साना हाङ लिबाङ लिम्बू सो आज चाहिँ हामी स्पेसल डेमा छौँ होइन आज चाहिँ हामी के क्वेसन गर्छौँ एउटा मात्रै क्वेसन गर्छौँ यो नमस्ते 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 हजुरको नाम म चाहिँ कुमार अनुरागी कुमार नमस्ते हजुर नमस्कार हजुरको नाम मेरो सिमरन आचार्य नमस्कार सर नमस्कार। हाम्रो दर्शकहरूको लागि तपाईँको नाम मेरो नाम हरिप्रसाद पौडेल हजुर भद्रपुर 10 घर हो। भद्रपुर 10 नमस्ते नमस्ते सेवारो शिवार हो हजुरको नाम गोविन्द रपाल गोविन्द रपाल हजुर अनि कहाँबाट हुनुहुन्छ म अहिले भद्रपुर 3 भद्रपुर 3 ओके सो आज हाम्रो फ्रेममा चाहिँ गोविन्द रपाल हुनुहुन्छ उहाँ भद्रपुर 3 बाट हुनुहुन्छ ओके सो हाम्रो आदरणीय व्यक्तित्व हरिप्रसाद पौडेलजी हुनुहुन्छ भद्रपुर 10 बाट फ्रेममा चाहिँ सिमरन आचार्यजी हुनुहुन्छ कहाँबाट हुनुहुन्छ म यही झापा भद्रपुर सो भद्रपुरवासी अब रेडी हुनुहोस् क्वेसनको लागि कुमार अनुरागी हुनुहुन्छ उहाँ सिलाम साकमा हैन सिलाम साकमा कि सिलङ साकमा हुन्छ सिलाम साकमा ओके उहाँलाई नाम चाहिँ थाहा रहेछ होइन अब यसको अर्थ सोधि हेरौँ यसको अर्थ तपाईँलाई थाहा छ सिलाम साकमा भनेको यो के हो? चाहिँ यसको खास अर्थ चाहिँ मलाई त्यति मजाले चाहिँ थाहा भएन होइन हजुर तर एउटा कुरा चाहिँ सुने अनुसारले हजुर यसले चाहिँ विभिन्न दुर्घटनाहरूबाट चाहिँ जोगाउँछ भन्ने एउटा सुनेको कथन ए होइन कथन है होइन यसरी सुनेको चाहिँ छु विभिन्न दुर्घटनाहरूबाट जोगाउनको लागि चाहिँ आफ्नो चेलीले माइतीलाई चाहिँ एउटा दुर्घटनाहरू नहोस् नराम्रो घटनाहरू नहोस् भनेर चाहिँ लगाइदिने गर्छन् भनेर सुनेको छु होइन हजुर त्यही होला सायद मेरो विचार सुन्नु चाहिँ भएको छ सुनेको चाहिँ छु। ओके सो उहाँले के कुरा चाहिँ सिलाम साकमाको बारेमा के कुरा चाहिँ सुन्नु भएको रहेछ सो धन्यवाद हजुरलाई धन्यवाद, अब यो सबै लगाएको देख्छु के यसो अब मान्छेले लगाएको देख्दाखेरि चाहिँ के भन्नुहुन्छ त लाउने मान्छेहरूले चाहिँ यो के को लागि लगाएको भन्नुहुन्छ यो चाहिँ अब कोटमा धेरै जस्तो हेरी लगाइरहेको देखिरहेको छु हजुर लेडिजले लाउनेलाई चाहिँ त्यो सेफ्टी पिन जस्तो भन्छन् समथिङ होइन हजुर अब यो छोरा मान्छेले लाउनेलाई चाहिँ त्यति मलाई पनि थाहा छैन के भन्छ यो चाहिँ छोरा मान्छे छोरी मान्छे सबैले लाउनुहुन्छ अँ, यो चाहिँ लिम्बू जातिको एउटा पहिचान हो हजुर अब तपाईँलाई नाम थाहा छ कि छैन यसको नाम थाहा छैन मलाई यसको नाम चाहिँ सिलाम साकमा सिलाम साकमा हजुर यसको Oh नाम my चाहिँ God. सिलाम साकमा हो ल सो उहाँसँग क्वेसन सोधियो सो धेरै धेरै धन्यवाद हजुरलाई हस् हस् हजुरलाई पनि धन्यवाद यसको नाम चाहिँ सिलाम साकमा सिलाम साकमा सिलाम हजुर साकमा। यसको नाम चाहिँ सिलाम साकमा अनि अब यसको अर्थको कुरा गर्नु पर्दाखेरि चाहिँ अब उहाँ चाहिँ मेरो गुरु बराबर हुनुहुन्छ अनि बाबा बराबर हुनुहुन्छ सो उहाँलाई यो कुरा प्रस्ट्याउन पाउँदा म आफैलाई पनि गर्व ठान्छु सी भनेको मर्नु या मरण लाम भनेको बाटो होइन अनि साकमा भनेको थुन्नु या रोक्नु होइन भनेको चाहिँ मृत्युको बाटोलाई रोक्नु यो चाहिँ म्याक्सिमम लिम्बू समुदायको पहिचान हो त्यो यसको नाम चाहिँ सिलाम साकमा भनिन्छ यो चाहिँ मृत्युको बाटोलाई रोक्ने भने जस्तै रोक्नु भने जस्तै यसलाई चाहिँ यसरी अर्थ्याइन्छ है सर प्राय हेर्नु मेलापातो हुँदै हजुर विभिन्न चाहिँ उसमा चाहिँ धार्मिक कार्य विभिन्न कुरामा हजुर प्राय यो हुन्छ प्रायः लिम्बू सबैले समुदाय लाउनुहुन्छ है ल हुन्छ सर धन्यवाद आर यु रेडी भद्रपुर सो अब केही मिठा क्वेसनहरू उहाँसँग गर्नेछौँ सबैभन्दा पहिले चाहिँ उहाँसँग केही तिता मिठा कुराहरू गर्छौँ जिन्दगीलाई कसरी लिनुभएको छ जिन्दगी कसरीको एउटा अर्थ दिनुहोस् न जिन्दगी सङ्घर्षमय छ हजुर सङ्घर्ष हो हजुर म सङ्गीतसँग जोडेको मान्छे भएकोले गर्दा के हुन्छ नि जिन्दगी अब एउटा फुल जस्तै छ हजुर फक्रिन्छ एउटा फुल छ लास्टमा ऊ झर्छ होइन त्यही फुल कोही मन्दिरमा पुग्छन् पुग्छन् होइन मुर्दाघाटमा पुग्छन् पुग्छन् कोही पवित्र ठाउँमा पुग्छन् कोही अब त्यस्तै छ त्यतिकै जिन्दगी झर्छन्। जिन्दगीलाई बुझ्नु पर्यो
जिन्दगीलाई त्यो बुझाइहरूको सङ्घर्षमय छ जिन्दगी सङ्घर्षै भन्छु म जिन्दगी फुल सम्झे फुलै हो फुलै हो? जिन्दगी भुल सम्झे भुलै हो भुले हो ओके जिन्दगी त्यही रहेछ जिन्दगी। कसैले जिन्दगीलाई राम्रो बनाएका छन् हजुर समयमा बुझ्दा कसैले जिन्दगीलाई अब नबुझ्दा काँडा बनाएका छन् ओके एउटा गीत छ नि कोही मान्छे बाँचिदिन कोही मान्छे बाँचिदिन विष पिउने गर्छन् कोही यस्तै छ क्या 19 नभएर 20 चाहिँ पिउनै पर्यो कसरी भए पनि। ओके सो उहाँसँग मिठो कुराकानी हुँदाहुँदै उहाँसँग फेरि एउटा क्वेसन चाहिँ हामी गर्नेछौँ स्पेसियली चाहिँ यो अब लिम्बू समुदायहरूले युज गर्ने कुरा र उहाँले पहिरन्ने कुरा चाहिँ यसले मैले यो लगाइराखेको जुन छ यसको नाम तपाईँलाई थाहा छ सिलाम साकमा सिलाम साकमा सिलाम ओके। सिलाम साकमा यस्तो मिठो शुद्ध उहाँले चाहिँ यसको वाचन गरिदिनु भयो होइन सिलाम साकमा यो चाहिँ तपाईँलाई अर्थ पनि थाहा होला सायद यति सिलाम शुद्ध बोल्ने साकमा मान्छेलाई यो चाहिँ सिलाम साकमाको महत्त्व चाहिँ जो लिम्बू समुदायमा बसेको छ जो लिम्बूको एउटा समुदायभित्र भिजेको छ उसलाई मात्र थाहा हुन्छ यो हजुर यो चाहिँ लिम्बूको मुन्दुमभित्रै पर्ने एउटा चिज हो जो चाहिँ लिम्बूले आफ्नो हरेक मुन्दुम अनुसार रक्षा भन्छ रक्षक हजुर। कवच भन्छ हाम्रो यो अब यता अरूले भने रक्षा कवच भन्छ हजुर। यसलाई चाहिँ लिम्बू मुन्दुम अनुसार चाहिँ रक्षा कवच भन्छौँ हामी यता तर यो सिलाम साकमालाई चाहिँ एउटा रक्षकको रूपमा मान्छ लिम्बू समुदायले लिम्बू समुदाय। र यो हेर्दा त्यति मात्रै देखे पनि यसको छुट्टै छुट्टै एउटा हजुर। मुन्दुम अनुसार छुट्टै छुट्टै कहानी छ परिभाषा होइन? छ फाल्टो फाल्टै कहानी। तपाईँको यो बाहिरी भागले के देख्ने हजुर त्यसदेखि सेकेन्डले के भन्छ हजुर होइन भित्री लिम्बू मुन्दुम अनुसार चाहिँ यहाँ यसको चाहिँ आफ्नै पहिचान भएछ र म चाहिँ के भन्छु म ताप्लेजुङ बसेको हुनाले होइन मेरो ताप्लेजुङसँग गहिरो नाता छ हजुर त्यहाँको गीत छ हजुर होइन त्यही भएर मलाई यसको चाहिँ मैले धेरै बुझेको छु त्यहाँको हाम्रो तुम्बाहरूले भन्नुहुन्थ्यो क्या तुम्बाहरूले। हौ, जहाँ तुम्बाहरूले था- चाहिँ कहिले पो आइपुगिसो भन्थे यो होइन? चाहिँ यस्तो हौ यो चाहिँ बुझेको छौ भन्नुहुन्थ्यो मलाई भन्नुहुन्थ्यो मलाई बहुत चासो लाग्थ्यो क्या यो सिलाम साकमा चाहिँ अब हामी नेपाली अब यताको हाम्रो समुदायले भन्यो भने यो चाहिँ एउटा रक्षा कवच भन्छ रक्षा कवच हामी भन्छ। रक्षा कवच भन्छौँ लिम्बू समुदायले चाहिँ यसलाई सिलाम साकमा भन्छ यसको ठुलो महत्त्व छ लिम्बू समुदाय तपाईँलाई थाहा छ यो सिलाम साकमा भन्नेको अर्थ के हो तपाईँलाई अब थाहा छ? त्यसको भाषिक अर्थ त मलाई थाहा नहोला हजुर तर यसको बाहिरी उयो चाहिँ यही हो तर जति सक्दो चाहिँ तपाईँले यसलाई भित्रबाटै बुझ्नुभएको रहेछ जुन फ्याटे भन्दा जे भनिन्छ भन्ने नभए पनि भित्री कुराहरू चाहिँ सबै कुरा कुरा चाहिँ बुझ्नुभएको रहेछ तुम्बाहरूले तुम्बाहरूले तोक्ने डाँडामा बसेर मलाई जहिले भन्नुहुन्थ्यो क्या तलबाट यताबाट जाँदा मधेसबाट जाँदाखेरि हौ जाँठा भतिज कतिखेर पाइपुगिस भन्ने तुम्बाहरूले होइन? यो फेरि लिम्बूहरूको चाहिँ अलैँची यो 1 करोडको बेचेर झोलामा पैसा बोक्थ्यो बुढाहरू पैसा पैसा गनाउँदै होइन बोराहरू ओके सो उहाँसँग मिठो कुराकानी हुँदाहुँदै सिलाम साकमा भनेको के हो त भन्ने कुरा प्रष्टै सक्नु भएको छ र पनि सर्टकटमा सिलाम साकमालाई के भनिन्छ त भन्ने कुरामा चाहिँ सिलाम साकमा 4वटा अर्थ छ होइन सी भनेको मर्नु भयो मृत्यु भयो होइन लाम भनेको बाटो साकमा भनेको थुन्नु रोक्नु होइन? मृत्युको बाटोलाई रोक्नु। छेक्नु रोक्नु भनेर यसरी सर्टकटमा अर्थ बुझिन्छ सो धेरै धेरै धन्यवाद हजुरलाई होइन ल उहाँ चाहिँ आजको विनर भनौँ न होइन उहाँ चाहिँ आजको विनर हुनुहुन्छ स्पेसियली सिलाम साकमा चाहिँ लिम्बू भाषी अनि लिम्बू जातिहरूले प्रयोग गर्ने हो यो सिलाम साकमा र यो सिलाम साकमाको अर्थ पनि तपाईँहरूले बुझिसक्नु भयो प्रश्न पारिसक्नु भएको छ यस्तै यस्तै नयाँ भिडियोहरू लिएर आउने बाचा गर्दै अहिलेको लागि बिदा हुन चाहन्छु नमस्ते सेवारो